हेलो व्हाट्सअप नमस्ते सबैजनालाई। सो हामी अब वर्षालाई लिन म गइरहेको छु हैन। वर्षालाई स्कुलबाट म लिन्छु, पिकअप गर्छु अनि त्यसपछि हामी छेमानिर जान्छु र त्यसपछि म ट्युसन पढाउन जान्छु। सो जाम लागौँ। र आजको मौसम एकदमै राम्रो रमणीय रहेको छ, हेर्न सक्नुहुन्छ। सो जाम यो मैले भर्खर यो हेलमेटमा चाहिँ आफ्नो यो मोबाइल चाहिँ सेट बनाइसकेको छु ब्लगिङको लागि चाहिँ। सो जाम तर स्पिड चलाउनु चाहिँ यसमा अलिकति डर लाग्दो रहेछ क्या, झर्छ कि भनेर। अब यस्तो महँगो फोन झऱ्यो भने त अलिकति झर्छ जस्तो लागिहाल्छ। सो झऱ्यो भने त मेरो वार्ड लाग्छ, त्यही भएर स्पिड कुदाउन अलि, तर स्पिड कुदाउनु पनि हुँदैन। सो हामी बिस्तारै जाम। Once slow drive for long life. So जाँदै जानु। यो चाहिँ मेरो आफ्नै होर्न बजाउने तरिका हो हैन, यस्तो नि म बजाइराखेको छु। क्रस गर्दा चाहिँ एकदम बाटो ध्यान गरेर गर्नुपर्ने हुन्छ, फ्याट्टा आइदिरहेको हुन्छ गाडी साडी। सो त्यही भएर सर्वप्रथम त म यो कुरा भन्न चाहन्छु, जसले मेरो च्यानल सब्सक्राइब गर्नुभएको छ उहाँहरूलाई धेरै धेरै धन्यवाद, र जसले गर्नुभएको छैन यो भिडियो हेरिरहनु भएको छ भने उहाँहरूलाई पनि सब्सक्राइब गरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। सो आज खासै ब्लगमा त्यस्तो केही पनि छैन। म बहिनीलाई लिन गइरहेको छु स्कुल, र त्यहाँ लिइसकेपछि चाहिँ म सेमाहरूतिर जान्छु र त्यहाँदेखि ट्युसन पढाउन जान्छु। खासै त्यस्तो केही छैन, तर जसले मलाई सब्सक्राइब गर्नुभएको छैन प्लिज गाइजहरू सब्सक्राइब गरिदिनु। हामी पनि ठुलो फ्यामिली बन्न सक्छौँ युट्युब च्यानलमा चाहिँ। सो सबैजना जोडिनु हैन। हामी थरीको भ्युजहरू के कसो छ देखाउनेछौँ। सो हजुरहरूले सब्सक्राइब लाइक गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ, र जसले गर्नुभएको छैन उहाँले गरिदिनु होला। सो म अहिले जनता स्कुल गइरहेको छु बहिनीलाई रिसिभ गर्नको लागि, र त्यहाँ रिसिभ गरिसकेपछि चाहिँ त्यसपछि हामी उता जानेछौँ। स्कुलमा चाहिँ जाँदा चाहिँ कस्तो लाग्छ भन्दा नि, मैले बहिनीलाई लिएर जाँदा ठ्याक्क हाम्रो स्कुलको दिनको याद आउँदो रहेछ हैन। जतिखेर घन्टी लाग्दा हामी कुद्थ्यौँ, यस्तो गर्थ्यौँ जस्तो लाग्छ। ठ्याक्क त्यस्तो यादहरू आइरहेको हुन्छ हैन स्कुलमा जाँदा चाहिँ। सो आज त एकदम चर्को घाम पनि रहेको छ, हेर्न सक्नुहुन्छ तपाईँ। यति बेलाको टाइममा चाहिँ सबै स्कुलहरू छुट्टी भएको कारणले चाहिँ एकदम बाटोहरू चाहिँ भिड हुँदो रहेछ हैन। सो ढिलो भइसकेको छ, वर्षाले रिसाउन पनि सक्छ होला। आज म ढिलो भयो हैन, त्यही पनि यस्तो जनता स्कुल हेर्न सक्नुहुन्छ यस्तो रहेको छ हैन। र ठ्याक्क जनता स्कुल हेर्दा चाहिँ मलाई आफ्नो स्कुलको याद आउँछ। ठ्याक्क हाम्रो स्कुल पनि यस्तै नै टाइपको रहेको थियो। सो हेर्न सक्नुहुन्छ यस्तो छ। ठ्याक्कै मलाई स्कुल आउँदा चाहिँ आफ्नो स्कुलको दिनहरू याद आउँछ। मिस गर्छु आफ्नो स्कुलको डेलाई, किनभने स्कुल सकेपछि मात्र थाहा हुँदो रहेछ क्या स्कुलको दिनहरू कति इम्पोर्टेन्ट हुँदो रहेछ, कति रमाइलो हुँदो रहेछ भनेर। तर स्कुलमा पढ्दा चाहिँ त्यति थाहा हुँदैन रहेनछ कि यस्तो पनि रमाइलो हुन्छ भनेर। झ्याउ लाग्दो रहेछ स्कुलमा चाहिँ पढ्ने बेलामा। तर स्कुल सकिसकेपछि चाहिँ एकदम बेस्ट मेमोरिजहरू हुँदो रहेछ स्कुलको चाहिँ। म विद्यार्थी भाइ बहिनीलाई पनि यही भन्न चाहन्छु, स्कुलमा जति सक्दो राम्ररी पढ्नु, रमाइलो गर्नु र अगाडि बढ्नु, किनकि स्कुल लाइफ सकिसकेपछि कहिले पनि फर्केर आउँदैन। हेर्न सक्नुहुन्छ यस्तो रहेको छ। यहाँ भाइहरूले पनि हाई गरिरहेको छ। यहाँ के भनौँ भाइले, मैले कुरा नबुझिन भनिदिएँ। सो स्कुलको घन्टी लाग्न आँटिसकेको छ। यहाँ स्कुल घन्टी लाग्दा केटाकेटीहरू हेर्नु कसरी कुदेर आउँछ हैन। यो टाइम चाहिँ एकदम
राम्रो लाग्थ्यो क्या स्कुलको छुट्टी हुने बेला चाहिँ एकदम घन्टी नै लाग्ने हो घन्टी यहाँ लागिरहेछ सबैजना ल अब रौनक हेर्नु यहाँको 1 2 3 गो अब यहाँ विद्यार्थीको होला लेट्स गो YouTube के नाम भाइको गौरव अधिकारी गौरव अधिकारी मेरो मिस्टर बादल ब्लग छ क्या त्यसमा आउँछ ब्लग 1 हो भाइ हो बडो नयाँ नयाँ भोलि आउँछ भोलि ल ल ल ल ल ल ल सबैजना मिस्टर बादल ब्लग मिस्टर बादल ब्लग 1 कस्तो हो आजको दिन गली तेरा हात चली जियो रे बाहुबली छोटो भइसक्दा सबैजनाले अब घरमा गएर यो गर्छु त्यो गर्छु भनेर भन्छन् होला होइन पुरै खुसीको माहौल छ यहाँ अहिले छुट्टी हुँदा आउने सो फाइनली मैले वर्षालाई पिकअप गरिसकेको छु र हामी छेमाको तर्फ लागिसकेका छौँ यस्तै हो केटाकेटीहरूसँग रमाइलो पनि गरियो अलिअलि होइन केटाकेटीहरूले मलाई सब्सक्राइब पनि गरिदिन्छन् होला सायद कतिजनाले त नाम पनि च्यानलको लिएर जानुभएको छ सो जसले सब्सक्राइब गरिदिनु हुनेछ उहाँहरूलाई अगाडि नै धेरै धेरै धन्यवाद म भन्न चाहन्छु र हजुरहरूले यो भिडियो हेर्नुहुँदैछ भने अहिले पनि सब्सक्राइब र लाइक गर्नुभएको छैन कमेन्ट गरिदिनु भएको छैन भने भिडियोहरूमा प्लिज सब्सक्राइब चाहिँ यो च्यानललाई गरिदिनु होला प्लिज सपोर्ट देखाइदिनु होला भन्न चाहन्छु सो हामी अब यहाँ रोड क्रस गर्नुपर्छ ध्यानले हेरेर अगाडि पछाडि दायाँ बायाँ अगाडि माथि तल त हेर्नु पर्यो हाम्रो कालो पाण्डेहरू कहाँ गयो आएको छैन कालुहरूलाई हेर्दै गर्दा भाइ यहाँहरूलाई हेर्दै गर्नु ल हजुरलाई यो हर्न बजाउने तरिका कस्तो लाग्यो होइन म चाहिँ प्रायः यस्तै तरिकाले बजाइराखेकै हुन्छु हर्न सो यो हर्न सुन्ने बित्तिकै तपाईँहरूलाई को आयो भनेर लाग्छ भने मिस्टर बादल ब्लग आयो भनेर बुझिहाल्नु होला गाइज सो यहाँ हटिया लाइन हो हामी चाहिँ अहिले छेमाको घरतिर जाँदैछौँ त्यहाँदेखि चाहिँ म भाइ बहिनीलाई लिएर ट्युसन पढाउनको लागि जान्छु अनि यस्तै हो अहिलेको बजारको हल्ली चल्ली 10 मत हल्लिँदैन यार सो बजारमा आफूहरू त आइसकेकै छ तर अहिले खानु हुँदैन भनेर इटरी महानगरपालिकाहरूले चेतावनी चाहिँ दिइराखेको छ म त वर्षा हेर्ने यहाँहरूलाई त हेरेन यार बाटो पनि फेरि यस्तै बनाइदिएको छ सिलिलिली उड्ने है
बिस्तारै बिस्तारै मैले ब्लग स्टार्ट गरिसकेँ अब This is a velvet school and this is my channel. Good morning. अच्छा मैं के भनेको सबै रेकर्ड गरौँ ल सुपरले ट्राभल गर्छ नमस्ते छेमा सानो बुवा सबैजनालाई एकमुष्टि नमस्ते भोट मलाई नै दिनु होला के छ हाल समाचार सानो बुवा हेलो हाय यहाँ हुनु न यहाँ हेलो हाय के छ सानो बुवा कहिले आउनु हेलो बोल्नु न जो यहाँ हाय आवाज मोबाइलमा सुन्ने बेलामा आउँछ अहिले बोल्नु मात्रै रेकर्ड भइरहेको छ बुझ्नुभयो सो अरु कुरा पछि गरौँ